टसिदेलेक नमस्ते। तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। म लुड्रो सङ्पो यस सप्ताहको तिब्बत परम पावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परम पावन दलाई लामा ज्यूद्वारा विश्वव्यापी खतराबाट बच्न संयुक्त प्रयासको लागि अपिल। परम पावन ज्यूले वातावरणविद बहुगुणाको निधनमा शोक व्यक्त। श्री पेम्बा छिरिङले चीन तिब्बत द्वन्द्वको शान्तिमय समाधानको लागि आत्मसमर्पण गर्ने निर्णय गर्दै प्रशासन प्रमुखको रूपमा शपथ ग्रहण। अमेरिकी सभाका अध्यक्ष नेन्सी पेलोसी, संसदहरू र विभिन्न देशका मन्त्रालयहरूले सिजोङ पेम्बा छिरिङलाई बधाई व्यक्त। बहिर्गमन 15औं मन्त्री परिषदहरूको विदाई। सूचना र अन्तर्राष्ट्रिय सम्बन्धको विभागले नयाँ तिब्बत सङ्ग्रहालयको सुरुवात। तिब्बतमा 70 वर्षको दमन। अनुसन्धानकर्ताहरूले चीनले मानव अधिकार उल्लङ्घन र विनाशलाई उजागर। स्कटिस संसदको तिब्बतबारे क्रस पार्टी समूहले तिब्बतको मौसम परिवर्तनप्रति वैश्विक प्रतिक्रियाको अपिल। अब समाचार विस्तारमा। यस हप्ता बुधबारलाई सकादावाको रूपमा मनाइयो, जसलाई बुद्ध पूर्णिमा पनि भनिन्छ। यस दिनलाई बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणको दिन भनेर मानिन्छ। यस अवसरमा परम पावन दलाई लामा ज्यूले आफ्ना अनुयायीहरूलाई कोभिड-19 महामारी लगायत हामीले सामना गर्ने विश्वव्यापी खतराहरूबाट बाँच्न हामी जे गर्न सक्दछौँ त्यसमा सामेल हुनु आग्रह गर्नुभयो। त्यस शुभ दिन परम पावन दलाई लामा ज्यूले मङ्गोलियाली र तिब्बतीहरूलाई पनि शिक्षा दिनुभयो। If you do good, if you create good karma, then you will have a good fruit of that. As happiness, in the form of happiness. And if you are not able to do anything good, and you pass your life like that, then the Buddha cannot save you. परम पावन दलाई लामा ज्यूले उनका असल मित्र श्री सुन्दरलाल बहुगुणाको गत हप्ता शुक्रबार 94 वर्षको उमेरमा निधन हुनुभएकोमा दुःख व्यक्त गर्नुभयो। परम पावन ज्यूले सुन्दरलाल बहुगुणाले वातावरणलाई बचाउनको लागि अहिंसालाई अभियानको प्रमुख आथक बनाएकोमा प्रशंसा गर्नुभयो। श्री पेम्बा छिरिङले बिहिबार बिहान 16औं कक्षाको सिजोङको रूपमा शपथ ग्रहण गर्नुभयो। परम पावन दलाई लामा ज्यूले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ सिजोङ पेम्बा छिरिङलाई बधाई दिनुभयो र विगत 10 वर्षमा उनीहरूको 2 कार्यकालमा उत्कृष्ट सेवाको लागि बहिर्गमन सिजोङ डाक्टर लोप्सा सङ्घीयको सराहना गर्नुभयो। निर्वाचनमा तिब्बती शासनले प्रजातान्त्रिक बनाउने उनको प्रयासले ओलाउँदै परम पावन ज्यूले निर्वाचनमा रहेको तिब्बती लोकतन्त्र वास्तविक प्रजातन्त्र हो, जसलाई अन्य सबै विश्व लोकतन्त्रहरूसँग तुलना गर्न सकिन्छ भन्नुभयो। शपथ ग्रहण समारोहपछि सिजोङ पेम्बा छिरिङले आफ्नो उद्घाटन सम्बोधनमा तिब्बती जनताले भोग्नु परेको कठिन र चुनौतीहरू र समस्याहरूबाट राहत खोज्ने आफ्नो प्रतिबद्धता रहेको बारे बताउनुभयो। हालसालै चिनिया सरकारद्वारा सार्वजनिक गरिएको श्वेत पत्र अथवा व्हाइट पेपर बारे सिजोङ पेम्बा छिरिङले चीनले गरेका सबै दावीहरू प्रमाणित गर्न प्रशासनबाट कर्मचारी पठाउन खुला छ भन्नुभयो। I reiterate my commitment to direct all my energies in carrying out the responsibility of finding a lasting solution for the Sino-Tibet conflict and looking after the welfare of the Tibetan people. The Chinese government has, on the 21st of this month, issued a white paper titled Tibet since 1951, Liberation, Development and Prosperity. All I can say today is that we are open to sending people to verify the claims made in the white paper. On the 23rd of this month, a severe earthquake shook Golok region in Tibet. We express our solidarity with all the Tibetans who have been injured or lost their property due to the natural disaster. Number 4, one of the first tasks of the administration would be to look into what more can be done to contain the spread of COVID-19 within the Tibetan communities in India and Nepal. We will review the structure of the COVID task force both at the central and local level and take all possible remedial measures. I will be issuing a statement on remedial measures and guidelines by the administration in a day or two. सिजोङले गत साता आइतबार
तिब्बतको गोलोक क्षेत्रमा भएको गम्भीर भूकम्पको कारण घाइते भएका वा सम्पत्ति गुमाएका सबै तिब्बतीहरूसँग आफ्नो दुःख प्रकट गर्नुभयो। महामारीको कारण भारतमा तिब्बतीहरूले सामना गरिरहेका स्वास्थ्य चुनौतीहरूको बारेमा सिचोङले उनी केन्द्र र स्थानीय दुवै तहमा कोभिड टास्क फोर्स संरचनाको समीक्षा गर्नेछन् र सम्भव सबै उपचारात्मक उपायहरू लिनेछन्। हिमाचल प्रदेशका राज्य सरकारले कोभिड-19 महामारीबाट सङ्कलन गर्ने प्रतिबन्धका कारण शपथ ग्रहण समारोह तिब्बत टिभीको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएको थियो, जसलाई विश्वभरिबाट 20,000 भन्दा बढी श्रोताले हेरेका थिए। सिजोङ पेम्बा छिरिङ जबदेखि केन्द्रीय तिब्बती प्रशासनको अध्यक्ष चुनिनु भएको छ, उनलाई विश्वभरका नेताहरूबाट बधाई सन्देश पाइरहेका छन्। तिब्बती जनताको लचिलोपनको बारेमा बोल्दै अमेरिकी सभाका अध्यक्ष माननीय नेन्सी पेलोसीले तपाईको दृढ आवाज र सिचोङको रूपमा अथक नेतृत्व र यस महत्त्वपूर्ण परम्परालाई अगाडि बढाउन र शान्तिको उद्देश्य अघि बढाउन आवश्यक छ भन्नुभयो। क्यानाडा, बेलायत, बाल्टिक राज्य, चिली, फ्रान्स, बेल्जियम, स्लोभाकिया र चेक गणतन्त्र लगायत विश्वभरका संसद र तिब्बत समर्थक समूहले सिचोङ पेम्बा छिरिङलाई बधाई दिनुभयो र साथै प्रशासन र तिब्बतको कारणलाई निरन्तर सहयोग गर्न समर्पण पुर्याउन बाजा गर्नुभयो। नयाँ सिचोङको स्वागत गर्दै अस्ट्रेलियाई सर्वदलीय संसदीय समूहले तिब्बतका लागि संसद भवनमा भएको बैठकमा तिब्बती सङ्घर्षलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाएको छ। परमपावन दलाई लामा ज्यूले हिजो बिहान प्रशासनका बहिर्गमन अध्यक्ष डाक्टर सङ्गे र 15औं मन्त्री परिषदका सदस्यहरूसँग आभासी भेट गर्नुभयो र उनीहरूको कार्यकाल पूरा भएकोमा बिदाई दिनुभयो। बहिर्गमन सिचोङ डाक्टर सङ्गेले विभिन्न देशहरूका धेरै मानिसहरू र सङ्गठनहरूद्वारा आयोजित विदाई कार्यक्रमहरूको लागि धन्यवाद दिँदै आफ्नो 10 वर्ष सेवाको लागि कृतज्ञता व्यक्त गर्नुभयो। आफ्नो विदाई सम्बोधनमा बहिर्गमन सिचोङले सबै तिब्बतीहरूलाई सहयोग पुर्याउनु भएकोमा र उनलाई आफ्नो पिताको अन्तिम शब्दहरू पूरा गर्ने अवसर दिनुभएकोमा धन्यवाद दिनुभयो। My role as the Sichong ends today, but my resolve to fight for the Tibetan cause will continue and will remain strong forever. I was born a freedom fighter and I'll die a freedom fighter. यस हप्ता मङ्गलबार केन्द्रीय तिब्बती प्रशासनको प्रारम्भिक चरणको सफल समापनपछि बहिर्गमन सिचोङ डाक्टर लोब्सा सिङ्गेद्वारा नयाँ तिब्बत सङ्ग्रहालयको उद्घाटन गर्नुभयो। बहिर्गमन सिचोङ डाक्टर सिङ्गेले सङ्ग्रहालयको स्थापनाले आफ्नो कार्यकालको सर्वोच्च प्राथमिकता दिनुका साथै यी चाटेल र सम्बोध प्रशासनले सिटिएसी हस्तान्तरण सहित समावेश गरेको छ। यस हप्ता शुक्रबार तिब्बत ब्युरो जेनेवाले 17 सूत्रीय सम्झौता र तिब्बतमा 70 वर्षको उद्भिदन बारे 3 दिवसीय आभासी कार्यक्रमको आयोजना गर्नुभयो, जहाँ उल्लेखनीय वक्ता र अनुसन्धानकर्ताहरू थिए। तिब्बतमा मानव अधिकार, संस्कृति र प्राकृतिक वातावरणको विनाशबारे चीनको व्यवस्थित उल्लङ्घन र चीनको स्वतन्त्रता र गैर अनुपालनको राजनीतिमा प्रकाश पार्नुभयो। जर्मन संसदको मानव अधिकार र मानवीय सहायता समितिले हिंसात्मक दमनलाई प्रकाश पार्दै चीनको जनगणतन्त्र सरकार र तत्कालीन तिब्बती सरकारका प्रतिनिधिहरूबीच 17 बुँदे सहमति हस्ताक्षर गर्ने घोषणा जारी गर्नुभयो। चीनले तिब्बतमा विगत 70 वर्षदेखि व्यवस्थित मानव अधिकार उल्लङ्घन गरिरहेको छ। गत हप्ता शनिबार तिब्बतबारे स्कटल्यान्ड संसद क्रस पार्टी समूहले जलवायु परिवर्तनबारे तेस्रो ध्रुवमा 2 पृष्ठको बयान जारी गर्नुभयो। स्कटिस सेन्टर फर हिमालयन रिसर्च एबरडिन विश्वविद्यालयले क्रस पार्टी समूहका लागि हालसालै गरेको वैज्ञानिक खोजहरूको सारांश र विश्लेषण गर्नुभयो। तिब्बतबारे क्रस पार्टी समूहले बेलायत सरकारलाई तेस्रो ध्रुवमा मौसम परिवर्तनको मुद्दा COP26 को सन्दर्भमा सम्बोधन सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। हस्त आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेली नमस्ते।